नमस्कार, गुड मर्निङ गाइज है। वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी हेल्थ पोस्ट ठुला छापबाट कडेनी खोप केन्द्रमा चाहिँ खोप सेसन सञ्चालन गर्न जाँदैछौँ। म अनि मसँग हुनुहुन्छ हाम्रो सिस्टर रेजिना मगर, दुईजना जाँदैछौँ र यसो एउटा चाहिँ सर्ट ब्लग चाहिँ बनाइदिउँ भनेर चाहिँ इन्ट्रो चाहिँ हेल्थ पोस्टबाट निस्क्यौँ हैन। हामीसँग छ भ्याक्सिन क्यारियर एएफआई किट इधर यहाँ जाँदैछौँ है त हामी। ल रमाइलो छ गाउँघरतिर, रमाइलो वातावरणसँगै। Here is our sister with pen scale and some document of immunization program. Wow. गर्मीले श्वास भइरहेको छ। आज चाहिँ हामी फाइनल्ली अहिले चाहिँ खोप सकेर हामी चाहिँ एकछिन रेस्ट गर्न लागेको थियो, तर हामी नजिकै ऐसेलु रहेछ र हाम्रो हेमन्त प्रकाश ओली सरलाई चाहिँ यो अति नै खानुपर्ने मलाई नै हेरिरहेछ। म जसरी यसलाई खान्छु नै भनेर तलदेखि आउनु भएको थियो। अनि कस्तो रहेछ खै, त्यस्तो ऐसेल धेरै चाहिँ रहेनछ, थोरै रहेछ, राम्रो खालको रहेछ, मजाले पाकेको। खै कति टिप्नु भयो हेर्नुहोस् न, अरू बेला बारे खम भन्नुहुन्न थियो, आज चाहिँ के भन्छ भिडियो गरिरहेको छु भनेर बारे खम भन्नुभयो है। मेरो हातमा त खोइ पोलियो रोटा सब जान्छ तपाईको पनि। कस्तो राम्रो, वाउ। तपाईहरु कहाँ पुगेर आउनुभयो? बाई 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 बाई। वाउ वाउ, यति मिठो चाहिँ एक्लै खाइरहनु भएको छ। खाना पनि के साथी बोलाउनु ठिकै छ। हेलो गाइज, वेलकम ब्याक है। यो चाहिँ हाम्रो खोप केन्द्र। हामीले चाहिँ अब खोप सेसन चाहिँ सकायौँ। कोही छुटेकोहरू चाहिँ आउनुहुन्छ कि भनेर चाहिँ हामी वेट गर्दैछौँ। र अब हामी एकछिन पछि चाहिँ हेल्थ पोस्ट प्रस्थान गर्छौँ। रमाइलो छ, गर्मी पनि छ, हावा चलिरहेछ, ऐसेलहरू खाँदै फिल्डहरू जान चाहिँ रमाइलो चाहिँ हुन्छ। अलिकति हिँड्न चाहिँ गाह्रो लाग्छ, अलिक टाढा छ हेल्थ पोस्टदेखि चाहिँ। रमाइलो छ, जस्ट चिलिङ गाइज। अब चाहिँ हामी ब्याक पर्साउनलाई चमेरो रहेछ है यहाँ चाहिँ। यो चाहिँ हाम्रो कडेनी खोप केन्द्र परिसर। हामीले चाहिँ कडेनी खोप केन्द्रद्वारा चाहिँ सर्भिस दिने ठाउँहरू चाहिँ यो नजिकको ठाउँहरू। यहाँ चाहिँ कडेनी माविसको सँगै रमणीय बस्तीहरू छ। चाहिँ सल्लाहको रुख। अब चाहिँ फाइनल्ली हामी हेल्थ पोस्टतिर फर्कँदैछौँ। फेरि हाम्रो यही काम, आफ्नो सामानहरू समाएर चाहिँ हामी हिँडिसक्यौँ। अब हेल्थ पोस्ट गाउँघरतिर बिल्कुल बहिनी आन्टीहरू आमाहरूसँग भेटघाट अनि रमाइलो। यो चाहिँ हाम्रो कडेनी स्कुल चाहिँ यसलाई मावि नै होइन, यो स्कुल मावि कडेनी मावि छ। यस्तै छ बिच बाटोमा गर्मीमा पानीमा हिँड्दा जतिसुकै दुःख सुख भए पनि यसरी गाउँमा सर्भिस दिन पाउँदा चाहिँ खुसी लाग्छ। यस्तै चलिरहेको छ जिन्दगी। Just chill guys. Thank you for watching. Bye bye.